नेपाल प्रिमियर लिग एनपीएल 2025 को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स खेल्ने भएका छन्। शनिबार विराटनगरले 6 विकेटको शानदार जित निकालिसँगै उसले क्वालिफायर 1 मा सुदूरपश्चिम रोयल्ससँगको भेट पक्का गरेको हो। गत सिजनमा 6औं स्थान हासिल गरेको विराटनगरले यसपालि भने शानदार प्रदर्शन गरिरहेको छ। उसले लीग चरणमा 7 मध्ये 5 मा जित र 2 खेलमा मात्र हार बिहोर्यो। शनिबार सुदूरपश्चिमले दिएको 148 रनको लक्ष्य 13.4 ओभरमा पूरा गरे विराटनगर अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिने समीकरण बनेको थियो। तर उसले त्यो लक्ष्य 11.5 ओभरमै पूरा गर्दै क्वालिफायर 1 मा स्थान बनायो। विराटनगर किङ्सका लागि ओपनिङ ब्याटर फाफ डुप्लेसिस र साम हेजलेटले शानदार इनिङ खेले। फाफले 20 बलमा 5 चौका र 4 छक्का सहित 50 तथा हेजलेटले 27 बलमा 4 छक्का र 3 चौकाको मद्दतमा 51 रनको पारी खेलेका हुन्। एनपीएलमा उनीहरू दुवैको यो पहिलो अर्धशतक हो। सुदूरपश्चिम विरुद्ध फाफले 19 बलमै अर्धशतक पूरा गरेका थिए। विराटनगरलाई पहिलो क्वालिफायरमा पुर्याउन नायक साबित बनेका उनी प्लेयर अफ द म्याच घोषित भए। यस खेलमा फाफलाई अविनाश बोहराले बोल्ड आउट गरे। अब सुदूरपश्चिम र विराटनगर बीचको पहिलो क्वालिफायर म्याच मंगलबार हुनेछ। त्यस खेलमा विजयी हुने टिमले सोझै फाइनलमा स्थान बनाउनेछ। हार बिहोर्ने टोलीले फाइनल पुग्ने अर्को मौका पाउनेछ। त्यसका लागि उक्त टिमले एलिमिनेटर विजेतालाई हराउनु पर्नेछ। यसपालि एलिमिनेटर म्याचमा काठमाडौँ गोर्खास र लुम्बिनी लायन्स आम्ने सामने हुँदैछन्। यी दुई टोली पहिलो पटक प्लेअफको म्याच खेल्न लागेका हुन्। काठमाडौँ र लुम्बिनी बीचको खेल बुधबार हुनेछ। उक्त म्याचको विजेता टोलीले क्वालिफायर 1 मा पराजित हुने टिमको सामना गर्नेछ। यसपालि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, चितवन राइनोस र कर्णाली याक्सले भने प्लेअफमा स्थान बनाउन सकेनन्। प्लेअफ समीकरण पूरा भएसँगै अब उपाधि जित्न सक्ने टिमको आकलन हुन थालेको छ। टिमको पछिल्लो लय हेर्दा लुम्बिनी र काठमाडौँ अगाडि छन्। काठमाडौँ पछिल्लो 4 खेल तथा लुम्बिनी 3 म्याच यता अपराजित रहेका छन्। सुदूरपश्चिमले लगातार 6 जितपछि हार बिहोरेको छ। उता विराटनगरले पछिल्लो समय मिश्रित प्रदर्शन गरिरहेको छ। उपाधि नजिक पुगेकाले चारवटै टिम अब सम्पूर्ण मेहनत खर्च गर्नेछन्। तपाईको विचारमा यसपालि कुन टिम फाइनल पुग्लान्? कमेन्ट लेख्नुका साथै आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया हाम्रो यस पेजलाई लाइक र फलो पनि गर्नुहोला। धन्यवाद।